हाई गाइस, स्वागत छ तपाईहरुलाई निलिमाको युट्युब च्यानलमा। यो भिडियो चाहिँ के हो भन्दाखेरि म र मेरो दिदी चाहिँ स्कुटी सिकेर हिँडेको 2 दिन भयो। हिजो आज अस्ति हिजो अनि आज चाहिँ भिडियो बनाउँछु, तपाईहरुलाई देखाउँछु भनेको तर बन्द रहेछ के। अब चाहिँ म र मेरो दिदी बन्द भइसकेपछि लुखुर लुखुर घर फर्किँदै छौं। अब दिदीको टाउको त देख्न पाउनुहुन्न तपाईहरुले कहिले नि भिडियोमा, खुट्टै हेर्नु ल। मान्छे त नदेखाउने रे, फ्यान पनि हेर्नु रे, छाया पनि रहेछ हाम्रो, छाया पनि हेर्नु। यता हाई गर्नु न, यता यस्तो ए ल। दिदीलाई चाहिँ तपाईहरुले हेर्न पाउने यसरी नै हो है साथीहरु। अनि साथीहरु म चाहिँ तपाईहरुलाई मेरो 2 दिनको एक्सपिरियन्स सुनाउँछु है। त मैले पहिला सानोमा साइकल चलाउन चाहिँ जाने थिएँ, तर स्कुटी चाहिँ चलाएकै थिएन के। अनि अस्ति नै 1-2 दिन अङ्कलको त्यसै एकछिनलाई त्यसै त्यति बेला चाहिँ धान्न सिक्यो। अनि अस्ति फर्स्ट डेमा गएर चाहिँ चलाउन चाहिँ गाह्रो भएन, मैले चलाउन नि सकेँ, धान्न पनि सकेँ। तर अलि उस हुन्छ नि त, 8 त छोडिदिनु। अनि सेकेन्ड डेमा चाहिँ अलिकति अझै राम्रोसँग चलाउन जान्यो। अनि ठुलो के कारवाला 8 मा गएको, त्यहाँ चाहिँ राम्रोसँग सक्यो है। अनि स्कुटीको 8 त यत्रो सानो हुने रहेछ, त्यहाँ त कसरी सक्ने हो, ओ माई गड। तर पनि अब बल्ल 2 दिन भएको छ। अब आज देखाउँछु भनेको थिएँ, मम्मी ड्याडी पनि हेर्न आउँछु भन्नुभएको थियो, तर बन्द भयो। अब म भोलि देखाउँछु। मैले गाडीको 8 मा चाहिँ सकेछु है राम्रोसँग। म आज देखाउनु मन लाग्थ्यो, तर म भोलि देखाउँछु। म राम्रोसँग स्वाइँ चलाएको थिएँ कि मैले। अब भोलि देखाउँछु। अनि कति दिन लाग्छ मलाई राम्रोसँग। अब दिदीलाई त देख्नुहुन्न, त्यसै हो अहिले पनि यता साइडमा हिँडे है, नदेखेको मात्रै हो। अनि म देखाउँछु तपाईहरुलाई। त्यसपछि मसँगै मेरो स्कुटी लाइसेन्सको जर्नी हेर्नुस् तपाईहरु। लास्टमा हाल्छु भिडियो, लाइसेन्स निकालेपछि मात्रै। कतिचोटि म कटाउँछु, के गर्छु हेर्दै गर्नु होला। बाई बाई। हेलो बोला न, बोला त। हेलो हजुर भन, निलिमा भन, बोला न, बोला बोला। कति धेरै मान्छे छ आज त। एक मिनटको 10 मिनट। यो हेलमेट स्कुटरसँगै आएको होइन, अर्को छ बाबुले त्यो नरुचाएको, त्यहाँ एउटा फेरि यसलाई फेरि यही मनपर्ने। यहाँ बाँड्ने कुरो पनि छैन अहिले। नानी भयो, भिडियो भयो। हेलो साथीहरु, आज चाहिँ हाम्रो डे 4 थियो। अनि हामी चाहिँ सिकेर आइसक्यौँ। आज मम्मी ड्याडी नै आउनुभएको थियो, त्यही भएर भिडियो नै खिचेँ। त्यो भिडियो चाहिँ म अहिले पछि लास्टमा राखिदिन्छु। कस्तो लाग्यो ड्याडी? राम्रो छ। यतिको चलाउँदै गयो भने छिटो नै प्रगति हुन्छ। कस्तो लाग्यो मामु हामीले चलाएको? राम्रो लाग्यो। अब मेरो कति दिनमा निस्किन्छ त लाइसेन्स? अब भन्न सकिनँ। हाई भन्नुहुन्छ। अब चाहिँ हामी घर फर्किँदैछौँ साथीहरू। अनि तपाईँले चाहिँ सधैँ एउटै ड्रेस नभन्नु, किनकि यो हाम्रो स्कुलको ड्रेस हो। हामी स्कुलबाट सधैँ सिक्न आउने भएको भएर तपाईँहरूले सधैँ यही ड्रेसमा देख्नुहुन्छ, ओके। अनि भिडियो चाहिँ म राखिदिन्छु, हेर्दै गर्नु कतिको प्रगति हुन्छ मेरो कति दिनमा। स्कुल भयो
निस्क्यो साथीहरू म एडबाट निस्केँ आउट भयो
हाई साथीहरू, आज चाहिँ हामी सिकेको 11 दिन भयो अनि हामीलाई 8 बनाउन नै आयो। राम्रै बनाइसक्यो अरे अनि अरू पनि आयो आउन त, तर अब अलिकति लकमा नि भर पर्ने, कहिले मिल्छ कहिले मिल्दैन, तर अब त्यस्तै हो भनेर हामी चाहिँ आज फर्म भरेर आइसक्यौँ। अनि भोलि चाहिँ हाम्रो आई टेस्ट छ अनि त्यसपछि हामी मन्डेतिर चाहिँ ट्रायल दिन जान्छौँ। म हावा चल्यो अनि म भोलि तपाईँहरूलाई देखाउँछु आई टेस्टपछि के कस्तो हुन्छ। अनि हामीलाई अल द बेस्ट भनिदिनु अनि हेर्दै गर्नु हामी पास हुन्छ कि फेल हुन्छ। हाई साथीहरू, आज चाहिँ हाम्रो लिखितको एक्जाम थियो अनि हामी चाहिँ दिएर आयौँ। एक्जाम त राम्रो भयो, सबै इजी आएको थियो, तर एक दुईवटा चाहिँ त्यो एक्स्ट्रा क्वेसन के एपमा पढेको र प्र्याक्टिस गरेको त्यो 500 भित्रमा आउँछ भन्थ्यो नि त, तर एक दुईवटा चाहिँ देख्दै नदेखेको एक्स्ट्रा क्वेसन आयो। तर ठिकै छ, पास त मजाले भयो। अब बेलुकासम्म रिजल्ट आउँछ हुन त, तर सबै करेक्टै टिक लगाएको के अरे। अनि हामी चाहिँ अब लिखित दिएर अनि त्यहाँ एकछिन सिक्न पाइँदो रहेछ नि त, अनि आज पनि सिकेर जाम आउँदा भनेर हामी चाहिँ एकछिन सिकेर आएको। अनि झन् यहाँको 8 त सजिलो लाग्न त, तर अब त्यो दिनमा के हुन्छ हेर्दै जानुस्। हामी चाहिँ अब फर्किँदैछौँ घर सिकेर। अनि लिखित दिए पहिला अनि सिकेँ अनि अब ब्याक टु होम। भोक लागिसक्यो, माइ गड 4 बजिसक्यो, 4 बज्न 15 मिनट बाँकी, तर भोक लागिसक्यो। अब गएर मोमो खाने हो जाम। अनि हामी आएको चाहिँ यहाँ विमल नगर हो। अनि म त अहिलेसम्म आएको थिएन कि यातायातमा, अनि म त फर्स्ट टाइम आएको। अलिक कस्तो अर्कै सोचेको थिएँ, मेरो एक्सपेक्टेसन भर्सेस रियालिटी भयो। तर यो विमल नगर रहेछ नि, यहाँ माथि सिद्ध गुफा पनि रहेछ अनि अघि त्यहाँबाट त माथि बन्दीपुर पनि देखेको थियो कि। क्लाउड हेर्नु न साथीहरू, ओ माई गड कति राम्रो देखियो। अझै यहाँ भन्दा नि रियलमा कस्तो राम्रो देखियो। त्यहाँ हेर्नु न साथीहरू, ओ माई गड कस्तो ब्युटिफुल देखेको यो क्लाउड। हामी चाहिँ अहिले गाडी कुर्दै हो, आ छैन भनेको चाहिँ एउटा आयो पक्नु है। पास भयो हाम्रो ट्रायलको। त्यो हामी चाहिँ ट्रायल दिएर आइसक्यौँ। मैले अगाडि भिडियो बनाउनु मन लाग्थ्यो, तर डर लागेर के नर्भस भएर के गरौँ भएर नबनाएको। अब पास भयो भने बनाउने, नत्र हेरौँ भनेर छोडेको त पास भयो। हामी त पास भयो। अब हामीले सिकेको ठाउँमा लड्डु बाँड्न जान्छौँ। म भिडियो देखाउँछु है। यति नै थियो साथीहरू, म चाहिँ धेरै खुसी भएको भएर केही पनि भिडियो नि खिचेन, लड्डु बाँडेको नि भिडियो नि खिचेन, केही गरेन। त्यही भएर यति नै हो। अनि हामी चाहिँ पहिला कति नि चलाएकै थिएन कि स्कुटी, अनि यही 13 डेज मात्रै सिकेको हो। अनि यति 13 डेज सिकेर दुइटै दिदीले नि मैले नि ट्रायल कटायो, पास पनि भयो। सबै एकचोटिमै 1 ट्राईमै सबै पास भएको भएर कस्तो खुसी भएको। वी आर सो ह्याप्पी एन्ड आई एम सो प्राउड अफ अस। लास्टसम्म हेर्नुभएकोमा धेरै धेरै थ्याङ्क यू। अनि हामीलाई कङ्ग्रेचुलेसन्स भनिदिनुहोस् कमेन्टमा। लाइक सेयर एन्ड सब्सक्राइब। म फेरि भेट्नेछु तपाईँहरूलाई अर्को भिडियोमा। बाई बाई।